चर्चित सोसियल इन्फ्लुएन्सर तथा मोडल दिकिला शेर्पामाथि दोष लगाउँदै दर्शकहरूले कमेन्ट गर्न थालेपछि द भोइस अफ नेपाल सिजन 6 का चर्चित प्रतियोगी दावा तामाङले उनको बचाउ गर्दै भिडियो सन्देश दिएका छन्। अब हिजो जुन मैले गीत बिगारेको थिएँ हैन, त्यो उहाँले गर्दा हैन, किनभने सबैजनाले हाम्रो दिकिलाजीलाई अब दोष दिइरहनु भएको रहेछ हैन। त्यो उहाँले गर्दा हैन, त्यो मैले नै बिर्सेको हो हैन। सो कस्तो भने अब म उठाउनु भन्दा पनि त्यो जे पाए त्यही उठाएर पनि त भएन, किनभने कसैको सिर्जना हो, कसैले दुःख गरेर बनाएको गीत हो, त्यसलाई हामीले मार्नु भएन। सो मैले गीतलाई स्टप गरेँ हैन। त्यसको लागि म धेरै हजुरहरूले मलाई सोच्नु भएको थियो होला, अब हजुरहरूले अगाडिदेखिको माया गरेर आउनुभएको, हजुरहरूले अगाडिदेखिको मेरो पर्फर्मेन्सहरू हेरेर आउनुभएको थियो र त्यो एक्सपेक्टेसन मैले अर्को पालि पनि हजुरहरूलाई एउटा सेटिस्फाई, एउटा राम्रो एउटा पर्फर्मेन्स दिनु असफल भए, त्यसको लागि म धेरै क्षमा चाहन्छु। द भोइस अफ नेपाल सिजन 6 को लाइभ सो राउन्डको दोस्रो एपिसोडमा उत्कृष्ट 12मा पुगेका दावाको प्रस्तुतिका क्रममा दिकिला अतिथिका रूपमा स्टेजमा पुगेकी थिइन्। उनी स्टेजमा प्रवेश भएसँगै प्रस्तुति दिइरहेका दावाले गीत गाउनै सकेनन्। उनले गीत गाउन नसकेपछि दिकिलाकै कारण त्यस्तो भएको भन्दै एक पक्षका दर्शकहरूले दिकिलामाथि दोष थोपरेका हुन्। तर दिकिलाको के दोष भन्दै अर्को पक्षका दर्शकहरूले पनि कमेन्ट गरिरहेका छन्। यसैबीच दिकिलाको कुनै दोष नभएको भन्दै बरु आफूलाई सपोर्ट गर्न आएकोमा दिकिलाप्रति दावाले आभार प्रकट गरेका छन्। आफूले नै गीतको शब्द बिर्सिएपछि अरूको सिर्जनामा जे पाए त्यही शब्द घुसाएर गाउन नसकेको भन्दै दावाले आफ्नै गल्ती भएको बताएका छन्। र प्रथम कुरा, हजुरहरूले उहाँलाई गाली नगरिदिनु होला, किनभने उहाँ मेरो लागि आएको र मलाई माया गर्नुहुन्छ भने हजुरहरू एउटा नेपाली, एउटा मानवता भएको मान्छेहरू हुनुहुन्छ भने हजुरहरूले उहाँलाई गाली नगरिदिनु होला, किनभने उहाँ पनि कसैको छोरी चेली हो, उहाँलाई पनि चित्त दुख्छ। अब यो हजुरहरूले ठ्याक्कै सानो कमेन्ट गरेको विपरीतमा त्यो कमेन्टले पछि कति हानि पुग्छ भन्ने हजुरहरूले त्यो सोचिदिनु होला हैन। उहाँलाई मैले रिक्वेस्ट गर्दाखेरि उहाँ मेरो लागि आउनु भएको, सो उहाँलाई सबैले माया गरिदिनु होला, यस्तो केही पनि नेगेटिभ कमेन्टहरू नगरिदिनु होला। यो चाहिँ मेरो एकदम धेरै ठुलो रिक्वेस्ट हजुरहरूलाई हैन। अब हजुरहरूले बुझिदिनु होला। दावाले टिकटक मार्फत सन्देश छोड्दै आफ्नो गल्ती स्वीकार्नुका साथै दिकिलालाई मनैदेखि आभारी भएको बताएका छन्। भिडियो सन्देश मार्फत उनले दिकिलाको प्रशंसा गर्दै उनीमाथि नकारात्मक कमेन्ट नगरिदिन आग्रह गरेका हुन्। उहाँ यति हम्बल हुनुहुन्छ हैन, उहाँ यति राम्रो मान्छे हुनुहुन्छ, हजुरहरूले भेट्नुभयो भने पक्कै पनि हजुरहरूले ओहो भनेर भन्नुहुन्छ, किनभने उहाँको एउटा पोलाइटनेस, उहाँको हम्बलनेस, उहाँ सबैसँग सरल, एउटा एकदम मजाले मिलेर बस्नुहुन्छ र मजाले बोल्नुहुन्छ। अनि उहाँलाई हजुरहरूले त्यसरी गाली गर्दाखेरि हैन, अब मनमा कस्तो नराम्रो लाग्दो रहेछ। सो उहाँलाई पनि कति हामीलाई नराम्रो लाग्यो भनेपछि उहाँलाई झन् कति नराम्रो लागिरहेको होला। उहाँ त एउटा पाहुना हो, सिक्किमबाट आउनु भएको। सो सबैले माया गरौँ, हामी नेपाली भएपछि एउटा नेपाली को भन्ने चाहिँ हामीले चिनाउँ, कहिले पनि एकअर्कालाई नराम्रो नभनौँ, सबै मिलेर बसौँ, त्यही भन्न आएको म चाहिँ। साथै उनले फेसबुक मार्फत पनि आफूले गीत बिगारेको भन्दै आगामी दिनमा अझ राम्रो गर्ने बताएका छन्। उनका अनुसार दिकिलाका कारण त होइन, बरु स्वास्थ्य समस्याका कारण दावाले गीत बिगारेका हुन्। उनी आफू बिरामी भएकोले गीतको शब्दमा फोकस गर्नै गाह्रो भइरहेको कुरा फेसबुक स्ट्याटस मार्फत जानकारी दिएका छन्। मिस्टेक सबैबाट हुन्छ है, त्यसलाई जज नगर्नु होला। हि हेज परफर्म सो वेल थ्रु आउट है। सबैजना उसलाई सपोर्ट गरिदिनु होला एन्ड डु भोट फर हिम है। अनि बिकज अफ हिम आइ एम हियर। अनि सबैजनालाई धेरै माया। सो तपाईँहरूले पनि माया देखाउनुहोस् होला प्लिज प्लिज प्लिज, इट्स अ काइन्ड रिक्वेस्ट है। नकआउट राउन्ड जित्दै लाइभ सोका लागि छानेका दोस्रो प्रतियोगी हुन् दावा तामाङ।
उनले कोच उदयको टिमबाट योजना खड्की र टासी फिन्चो मोक्तानसँग नकआउट भिडेका थिए। 25 वर्षीय दावा बेलडाँगी झापाका हुन्। उनले ब्लाइन्ड अडिसनमा कोच मेलिना बाहेक 3 जना कोचहरूको कुर्सी घुमाएका थिए। उनी कोच उदयको टिममा छन्। भुटानी शरणार्थी शिविरमा हुर्किएका दावा सङ्गीतबाटै आफ्नो पहिचान बनाउन चाहन्छन्। तपाईलाई दावाको आवाज कस्तो लाग्छ कृपया कमेन्ट गर्नुहोस्। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला। यस्तै भिडियोहरूका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोस्। चन्द्र घलानको साथमा तपाईँ हेर्दै हुनुहुन्छ मुर्चुङ्गा टिभी।